नमस्कार गाइज, हजुरलाई स्वागत छ मेरो च्यानल कपाल यात्रीमा। आज चाहिँ धेरै लामो समयपछि हजुरसँग भेट भयो। मलाई खुसी लागिरहेको छ। के गर्ने, मलाई ब्लगमा आउनु त मन लाग्छ, तर गर्मीले, तपाईलाई थाहै छ तराईको गर्मी कस्तो हुन्छ भनेर। तर आज चाहिँ मौसम एकदम हेर्नुस् राम्रो भएको कारणले बर्सातको मौसम, घाम पनि लागेको छैन, त्यसैले आज म ब्लगमा आएको छु हजुरहरु माझमा। र आज मेरो ब्लगमा हुनेछ गुजिया। र हेर्नुस्, र गुजियामा के लाग्छ भनेपछि यो आटाको सट्टो हजुरहरूले मैदा युज गरे पनि हुन्छ, तर मैले आटामा बनाउँछु गुजिया। र यो चाहिँ घिउ, चिनी अनि तेल र यो सुजीमा चाहिँ हजुरहरूले चाहिँ यसमा चाहिँ काजु, किसमिस, बदाम जे हाले पनि हुन्छ यसमा चाहिँ, तर मैले सादा बनाउँछु, हालेको छैन। मेरो छोरीलाई मन पर्दैन त्यसैले मैले हालेको छैन यहाँ काजु, किसमिस, बदामहरू। र यसलाई यो सुजीलाई चाहिँ म यो घिउमा भुट्ने छु। र गुजिया भुटेर रेडी भइसक्यो। यो खाँचीमा हालेपछि मसँग दुईवटा खाँची छ, हेर्नु, दुईवटा डिजाइनको खाँची छ। र यो खाँचीमा भरिसकेपछि यो फ्राई गरेको गुजिया, र यसलाई म यो गुजियालाई यो सनफ्लावर तेलमा युज गर्नेछु। हजुरले अरू तेल युज गरे पनि हुन्छ, तर मैले सनफ्लावर तेल युज गरेको छु। धेरै सामान चाहिएन गुजियामा, हेर्नुहोस् यति सामान भए पुग्छ, तर खाँची चाहिँ हुनुपर्छ है। सबभन्दा पहिला म यो आटा मुछेर राखिदिन्छु। आटा मुछेर राख्यो भने यसलाई 1 घन्टा जति, आधा घन्टा जति राखिदियो भने यो नरम हुन्छ गुजिया। आटा पनि मुछेर रेडी भइसक्यो। अब यसलाई एकछिन ढाकेर राखिदिन्छु। ल हेर्नुहोस् गाइस, यति सुजीको लागि मैले यति घिउ हालेछु। हजुरहरूलाई कति घिउ मनपर्छ, योभन्दा धेरै योभन्दा थोरै जति मनपर्छ त्यो अनुसार हाल्नु होला घिउ। ल अब सुजीलाई मैले फ्राई गरिदिन्छु। अब यो रातो नहुने जेलसम्म यसलाई चाहिँ यसरी भुटिराख्नु होला। यसलाई चलाइराख्नुपर्छ, नत्र भने यो तल यहाँ डढी जान्छ। त्यही भएर यसलाई यसरी चलाइराख्नु होला, यसरी सुजीलाई नडढ्नको लागि। चिनी चाहिँ पछि हाल्नु होला, अहिले हाल्यो भने डढी जान्छ यो सुजी अनि पाक्दैन। तर यसलाई सुजीलाई पकाउने यसरी रातो नहुने दिनसम्म, अनि बल्ल पछि चिनी एड गर्ने यसमा। ल हेर्नु गाइज, सुजी रातो भइसकेको छ। अब यसलाई मैले ग्यास बन्द गरेर बल्ल यसमा म चिनी एड गर्छु। चिनी चाहिँ तपाईँहरूलाई कति चाहिन्छ त्यो अनुसार हाल्नु होला। धेरै गुलियो पनि मिठो हुन्न। अब यो ठन्डा भएपछि बल्ल खाँचीमा भर्ने यसलाई अनि फ्राई गरिदिने हो। यो बनाउन अगाडि खाँचीमा तेल यसरी लगाउनै पर्छ, नत्र भने यो चप्की जान्छ। यो जुन
रोटी चप्पी जान्छ। यसरी हाल्नु होला। हालेपछि यसलाई हल्का कोब्रो गरेर यसमा चाहिँ अघिको यो सुजी यसरी भरिदिने। यो सुजी सेलाएपछि बल्ल हाल्ने हो, नत्र भने यो फुटिजान्छ। भयो यसलाई यसरी दाबिदिने। दाबेपछि यसरी दाबेपछि जोडले यहाँबाट सबै यसरी काट्दिने। ल हेर्नु गाइस, अब यसलाई फ्राई गरिदिने तेलमा। ल हेर्नु गाइस, रेडी भइसकेको छ। तेल गरम भइसकेको छ। अब म यो गुजिया हाल्छु। उज जहिले पनि डिस्टर्ब बनाउँछ खाना बनाउनु। उज फर्स्ट हालेँ। हजुरले चाहिँ सुजीको सट्टो यसको भित्र खोवा हाल्यो पनि हुन्छ। खोवा हाल्यो भने झन् मिठो हुन्छ। तर मैले सुजी हालेको छु। रातो रातो भइसक्यो। अब यो तयार भइसक्यो। आज चाहिँ गाइस हेर्नु मौसमले पनि साथ दिएको छ। पानी पर्न लागिरहेको छ हेर्नु। त्यही भएर आज भ्लग बनाएको। आज गर्मी छैन। आज बनाउन पनि मजा आछ। पाकिसक्यो। ल हेर्नुहोस्। अब यति आँटा बजेछ। यो आँटाको चाहिँ म रोटी बनाइदिन्छु। अब यो रोटी पकाइसकेपछि फेरि यो मासु पकाउनु छ। पखाल्ने हो। भोटे दाइको खुकुरी त खतरा रहेछ। तिम्रो धार लगाएको हो? रोटी पाकिसक्यो। गुजिया पनि पाकिसक्यो। हेर्नु रातो रातो। अब यता चिया पाक्दैछ। चिया पाकेपछि खाइहाल्ने मैले गुजिया। यो अहिलेसम्म मैले चाखेको छैन। अब चियासँग खाने यो गुजिया। ल त गाइस, अब म खाना सुरु गरेँ। गरम गरम चायको साथ रोटी अनि गुजिया। अब चेक गरेर कस्तो भएछ गुजिया। चिनी एकदम ठिकै लाग्छ। एकदम ठिक। ओ उठ्छ
धेरै चिनी हुने भए मतमताउँदै एकदम ठिक छ चिनी। दामी भन्छ। वाह, गरम गरम चाय के साथ गुजिया रोटी, वाह वाह वाह, कति मिठो भएको। खाना तो खाना पर्छ है गाइस, खाना खाना पर्छ, जान है तो जहान है। अब यो खाइसकेपछि मासु बनाउने तयारी, बङ्गुरको मासु बनाउने तयारी। बरसात का मौसम में गरम गरम चाय गुजिया, वाह वाह वाह। र त गाइस आजको ब्लग मैले यति नै। जो मेरो च्यानलमा नयाँ हुनुहुन्छ प्लिज सब्सक्राइब गरिदिनु होला मेरो ब्लगलाई। अझै म खाना बाँकी नै छ, यो सबै यो सब टुट्छु, तर मलाई बहुत भोक लागिरहेछ। यो चिया सब्सक्राइब गर्नु चाहिँ नबिर्सनु होला गाइस। तर पानी परेको बेलामा चिया खानको मजा नै बेग्लै हुन्छ। गरममा त मैले खाना चिया पानी परेको बेला मात्रै हो चिया खाने, त्यति चिया खानु मन लाग्दैन मलाई। ल त गाइस, बाई बाई बाई।